नमस्ते, मेरो नाम आभूषण श्रेष्ठ हो। म अहिले हाल ब्रिटिस कलेजको लेभल 4 एआई अध्ययन गर्दैछु। मेरो स्कुलिङ र मेरो कलेज चाहिँ मैले विराटनगरबाट गरेँ हो। मेरो प्लस 2 पछि म अस्ट्रेलिया गएको थिएँ। अस्ट्रेलियामा 1.5 इयर बसेपछि म फेरि फर्केर नेपालै आएँ। त्यसपछि नेपालमै के गर्नुपर्छ भनेर म अहिले एआई नै जोइन गरिरहेको छु, प्लस हाम्रो नयाँ स्टार्टअप गोदानमा पनि काम गरिरहेको छु। अहिले हाल कुरा गर्ने हो भने नेपालमा क्राउड फन्डिङ रिलेटेड कुनै पनि स्पेसिफिक कुरा छैन। न त नेपालमा कुनै एउटा प्रपर प्लेटफर्म छ, न त अब नेपालमा डोनेसन्सहरू त भइरहेको हुन्छ, तर सब अनभेरिफाइड वेमा भइरहेको हुन्छ। ट्रान्सपेरेन्सी भन्ने कुरा छैन हो। त्यसको लागि चाहिँ हामीले नेपालमा गोदान भन्ने एउटा नयाँ इनिसिएटिभ सुरु गरे हो। खासमा सुरुमा हामीले अब एटलिस्ट दिनमा 10वटा जति 10वटा ल फर्महरू पनि भिजिट गरेको थियो, तर उहाँहरू पनि त्यति स्योर थिएन अब लहरू के छ भनेर। त्यसपछि आई गट द अपर्च्युनिटी टु सेयर माई स्टार्टअप इन द टिबिसी इन्क्युबेसन सेन्टर। त्यहाँबाट हाम्रो टिबिसी इन्क्युबेसन हेडका गणेश पौडेल सरले धेरै हेल्प गर्नुभएको छ। रिसोर्सहरू भयो, मेन्टर भयो, प्रपर कम्प्लायन्सहरू छ, सब कुरा उहाँले धेरै हेल्प गर्नुभएको छ। हाल नेपालको कुरा गर्ने हो भने धेरैजना अहिले नेपालमा बिलो पोभर्टी लाइन हुनुहुन्छ। खास गरी उहाँहरूले अब मेडिकल इमर्जेन्सीहरूको लागि पनि आपतकालीन समयहरूको लागि उहाँहरूले मजाले फन्ड्सहरू उठाउन सक्नुहुन्न। त्यही कारणले धेरैको ज्यान पनि हामीले गएको देख्न सक्छौँ। त्यही कारणले अब गोदानको मेन रोल, गोदानले भोलिको दिनमा हाम्रो जो दुःखमा पर्नु भएको छ, दुःखमा परेको मानिसहरूलाई इजी एक्सेसेबल र इजी तरिकाले उहाँहरूले आएर हाम्रो गोदानमा क्याम्पेन बनाउन सक्नुहुन्छ। त्यही अनुसारले उहाँहरूले अब क्याम्पेन बनाएपछि डोनरहरूसँग कनेक्ट गरेर डोनरहरूले पनि डोनेट गर्न मिल्छ। खास गरी गोदानको मेन एम त्यही नेपालमा अब डोनेसनलाई ट्रान्सपेरेन्सी र इजी तरिकाले सञ्चालन गर्ने सोच छ। यदि हजुरहरूसँग आइडिया छ भने जस्ट गो फर इट, किनकि द ब्रिटिस कलेज इन्क्युबेसन सेन्टर इज अ ग्रेट प्लेस टु लर्न एन्ड सो केस युर स्किल। गोदान पनि ब्रिटिस कलेज इन्क्युबेसन सेन्टरबाटै इन्क्युबेट भयो हो। इन्क्युबेसन सेन्टरले हामीलाई आज यो ठाउँसम्म पुग्न धेरै मद्दत गरेको छ। जस्तै लिगल कम्प्लायन्सको कुरा आउँछ, मेन्टरसिपको कुरा आउँछ, र बिजनेसलाई कसरी ठुलो स्केलमा बढाउने भन्ने बारे धेरै मेन्टरसिप पनि हामीले पाएका छौँ। यो मुख्यतः गणेश पौडेल सरले हामीलाई सुरुदेखि नै एज अ ब्याकबोन भएर धेरै हेल्प गरेर अहिलेसम्म हामीलाई यो स्टेजमा पुगाउनु भएको छ।